हेलो वेलकम बैक टू माई ब्लग। आज चाहिँ हामीहरू यता मुगलिन जाने बाटोमा चाहिँ पहिरो गएर हामी सबजना चाहिँ आज हिँड्दै चाहिँ नारायणघाटसम्मको यात्रामा हिँडिरहेछौँ। मसँग चाहिँ हाम्रो दाइहरू हुनुहुन्छ यहाँ सबजना, अनि यतातिर नि हेर्न सक्नुहुन्छ। पहिरो चाहिँ उतातिर गएको है। पहिरो चाहिँ मैले चाहिँ भिडियोमा जुम गरेर हालिदिने छु, त्यहाँ हेर्न सक्नुहुन्छ पहिरो कसरी गइरहेको अहिले नि। अनि त्यसो भए सँगै जाऊँ न त कुराकानी गर्दै। अनि बाटो पनि चाहिँ एकदमै बिग्रेको अवस्था छ, फेरि पनि रमाइलो भइरहेको, सँगै जाऊँ है। पहिरो चाहिँ त्यहाँ गएको हेर्न सक्नुहुन्छ, गाडीहरूको भिड त्यहाँ हेर्नु, त्यहाँ ढुङ्गा कत्रो ढुङ्गा झार्दैछ। पहिरो चाहिँ एकदमै डरलाग्दो गएको। अनि हामीसँग चाहिँ हेलो गरिदिनु गयो एकचोटि। कस्तो लागिरहेको हिँडेर हजुरलाई? रमाइलो लाग्छ? रमाइलो गर्नुपर्छ हजुर। त्यो चाहिँ हाम्रो नेपालको डाँडाहरू कति राम्रो छ है साँच्चै। ल जाउँ दाइ, हामी लागौँ है। ए त्यहाँ जेसिबी चाहिँ चलिरहेको। यो चाहिँ मेरो साथीहरू दोस्रो ब्लग हो। मैले चाहिँ खासै ब्लगिङ चाहिँ गर्दैन कहिलेकाहीँ। आज चाहिँ मौका पाएको बेलामा चाहिँ यसो साथीहरूसँग बोलौँ, कुराकानी गरौँ भनेर चाहिँ त्यो चाहिँ मेरो दोस्रो ब्लग हो। यसलाई चाहिँ सबजनाले सपोर्ट गरिदिनु होला। साथीहरू बाटो हेर्न सक्नुहुन्छ, चाहिँ बाटो चाहिँ कति अप्ठ्यारो छ, पुरै ढुङ्गा ढुङ्गा छ, यता पहिरो गइरहेको। तापनि घरसम्म पुग्न छ, त्यसैले गर्दा चाहिँ सबजना हिँडिरहेछौँ। ठुलो झर्ना आउने बाँकी छ। दाइले चाहिँ यो चाहिँ झर्नाको बच्चा हो, यहाँ चाहिँ ठुलो झर्ना आउन चाहिँ अहिले बाँकी नै छ भन्नुभएको है उहाँ चाहिँ हाम्रो दाइले। माउ झर्ना है, यो चाहिँ माउ झर्ना सक्नुहुन्छ है। कतिजना हामीसँग हिँड्नु भएको। घर चाहिँ सब हिँड्दै काठमाडौँ अनि नारायणघाट गइराख्नु भएको छ। ढुङ्गाको बाटो हिँड्दैछौँ। ढुङ्गा चाहिँ कति राम्रो है, ट्याक्कै सेप मिलेको है। तर यो पहिरोले गर्दा चाहिँ धेरै मान्छेहरूलाई चाहिँ तनाव एकदम गराएको छ। दाइ कतिको रमाइलो भए हिँड्दै? हो रमाइलो छ है। सास पनि फुल्यो त, धेरै उकालो भएर होला है दाइ। यहाँदेखि माथि र हो दाइ? 1.5 घन्टा लाग्छ। अझै 1.5 घन्टा लाग्छ हो। ल है साथीहरू, मेरो जुत्ता च्यात्तिन त च्यात्तिएन, च्यात्ते छैन। अब यो बाटो ओहो, यो त एडभेन्चर टुर भयो जस्तो भयो हामीलाई चाहिँ है दाइ, हो कि नै भन्नु त? एडभेन्चर टुर भएको होइन। ओ बाटो हेर्नु न क्या दामी छ। यहाँ चाहिँ पुरा पहिरो गएको रहेछ। यहाँ बस्न चाहिँ अलि सुरक्षित चाहिँ छैन होला जस्तो लाग्छ। त्यही भएर अब हामी चाहिँ यो बाटो ट्याक्कै माथि गएर अनि बल्ल आफ्नो भ्लग चाहिँ स्टार्ट गर्नेछौँ। सरर बाटोमा हिँड्दैछौँ। यहाँ चाहिँ रुख ढलेको रहेछ, पहिरो चाहिँ खत्रै गएको, अलि हिँड्न नि अप्ठ्यारो भइरह।
तापनि केही छैन। हेर्नु त यस्तो यस्तो सब रुखहरू ढलिरहन्, सास चाहिँ धेरै फुलिरह, किनभने एकदमै उकालो बाटो हो। हामीले सोचेको पनि थिएनौँ यति हिँड्नुपर्छ होला। कति गाह्रो छ दाइ बाटो हो। ऊ अब सुन्न सक्नुभयो क्या हजुरहरूले, बल्ल बाटो स्टार्ट हो रे। गन्तव्य तिमी त्यहीँ बस म आउँदैछु। हो यहाँ चाहिँ पुरा है सेकुवा भुटुवा सब लिएर आएर पोलेर खान क्या मजा आउँथ्यो है। तिमी त छौ त्यही बस र बाटो चाहिँ रमाइलो हुँदैछ। हाम्रो दाजुभाइ दिदी यस्तै डाँडाले गर्दा पहिरो चढ्ने हो, त्यही कारणले गर्दा हामी दुःख भएर हिँड्न परिरहेको छ। लुगा देखाइदियो त, यहाँ दाइको लुगा हेर्नु त पुरै भिजिसक्यो हाइट। दाइको लुगा चाहिँ पुरै भिजिसक्यो रहेछ। यहाँ दाइहरू पनि थाकेर भइसक्नु भयो। हामी नि खाने हो यही पानी। हेर्नुहोस् अलि थोरै नजिक गएर देखाउँछु है। यो हाम्रो प्योर धारा हो होइन, यो चाहिँ गाउँको धारा हो कि गाउँको। नाम के भनिदेऊ? कहाँ पढ्छौ? घर कहाँ हो? हजुर हो र। ल है हाम्रो बहिनी चाहिँ एकदम ज्ञानी रहेछिन्। अब हामी चाहिँ लागौँ, अझै बाटो छ। ओहो मेरो जुत्ता भिज्यो नि, केही छैन जाउँ। यस्तोले गर्दा यो के पहिरो जाने अनि हामी चाहिँ पुरा हिँड्न पर्ने। कतिको मजा होला भनिदिनु त यसो, कतिको हो जाँदै हो बल्ल। उताबाट आउँदा कस्तो, यता त धेरै छैन क्या, 15 मिनट 20-25 मिनट हो। ए दाइ उहाँ दाइ पनि यतै जाने रहेछन्। उहाँ चाहिँ हाम्रो दाइ है। ओ दाइ माथि यसो हात हल्लाइदिनु त हरिफ विवाह। ओ हरिफ पानीको बोतल देखाइदिनु भयो दाइले पुरा। यो हेर्नु यहाँ चाहिँ बाटो चाहिँ लास्टै अप्ठ्यारो छ। ऊ त्यहाँ माथि कति राम्रो बादल ला। गाह्रो भएछ। ओहो यो ढुङ्गा है, ढुङ्गाले पन्चाएर फुटालिदिनु त पन्चाएर। फिल्टर सिल्टर गरेर खानु पर्थ्यो त। दाइ ढुङ्गालाई एक मुर्ती आएर भत्काइदिनु त, लात्ती हान्नु त। ल ल है दाइले लात्ती आएर ल दाइले। ओहो यहाँ नि पहिरो चाहिँ गएको रहेछ। त्यहाँ चाहिँ गाडीको लाइन हेर्नुभयो कति धेरै छ मान्छे गाडीको। यो चाहिँ एकदमै आज मुगलिनमा चाहिँ एकदमै ठुलो जाम लाएर यसरी सबैजना भेला भएर हिँडेका छौँ। सबै जनतालाई त्यहाँ हेर्नु त दाइहरू कति अप्ठ्यारो बाटो आउँदै हुनुहुन्छ। ओहो नि सबजना पुरा दाइ पसिना पसिना भएर हिँड्नु भयो। तर साँच्चै भन्नु भने यो एउटा चाहिँ पहिला
पाहाडमा काम गर्दा हिँड्दाखेरि घाँस काट्न अथवा केही काम गर्न हिँड्ने जस्तो महसुस भइरह। गाह्रो भएर नेपालको पानी चाहिँ एकदमै शुद्ध हुन्छ भन् पाहाडको पाए त बरु के। ओ राम्रो भ्यू पक्का हेर। यो चाहिँ इन्डियन मान्छेहरूको लागि, तिनीहरूले चाहिँ बाइकमा चाहिँ मोटो भ्लगिङ गर्छन् भनी नेपाली चाहिँ हिँड्दै मोटो भ्लगिङ गर्न चाहिँ सक्छ। हेर्नु त यस्तो अप्ठ्यारो बाटो, ओहो नि साँच्चै गाह्रो थियो। तर बाइक भन्दा चाहिँ हिँड्दै भ्लगिङ गरेको चाहिँ छुट्टै मजा हुने रहेछ। हेर्नु त यस्तो अप्ठ्यारो बाटो। हाम्रो दाइ चाहिँ यहाँ यो खाल्टो यहाँ चाहिँ मान्छे लुटेपार चाहिँ मान्छेको मन्टो शुद्ध नि भेटिन्न होला जस्तो छ। मान्छेको मन्टो त के मान्छे भेटिँदैन, केही नि भेटिँदैन। त्यो अङ्कलले चाहिँ मान्छेको मन्टो होइन मान्छे नै भेटिन्न भन्नुभयो है। को बारेमा चाहिँ हामीहरूलाई नि थाहा छैन। दाइ कस्तो भइरह? ट्रिप चाहिँ रमाइलो छ है? एकदम। दिदीहरू कस्तो भइरह? रमाइलो भयो कि नै? दिदी चाहिँ अलि लजाउनु भयो कि? यो चाहिँ नारायणघाट मुगलिन बाटोको चाहिँ पार्ट 1 भिडियो चाहिँ धेरै लामो भएकोले गर्दा चाहिँ अर्को भिडियो चाहिँ एड गर्न पाइएन। अर्को भिडियो छिट्टै आउनेछ।